खुसी लाग्यो खुसी लाग्यो हाँस त एकपल्ट हाँस त हाँस भन त बहिनीलाई हाँस भन त ल दिदी यहाँ हुनुहुन्छ बहिनी यहाँ हुनुहुन्छ है अब उहाँहरूलाई चाहिँ मैले आफ्नो पसलबाट आफूले सकेको सहयोग गरेर है अब म छु है मैले जे सक्छु त्यही नै दिने हो ल्याऊ तिमीलाई 50 रुपियाँ है अनि यो चाहिँ तिमीहरूलाई गाडी भाडा ल ल्याऊ मैले बिस्कुट के भन्छौ भन त के भन्छ भन धन्यवाद भन्छौ ल एकपल्ट भन्न थ्याङ्क यू दिदी भन त ल अब खुसी छौ नि ल अब घर जाऊ पानी बाहिर कति धेरै ठुलो परेको छ हेर त है अब मैले दिएको बिस्कुट एकछिन बसेर खाऊ अनि बहिनीलाई लिएर अनि मामु कहाँ होइसिन्छ होइन अनि बुझेर घर फर्कस् यता हेर पानी कति धेरै ठुलो परेको देखाएको छौ नि तिमीले बाहिर देखाएको छ कि छैन देखाएको छौ है ल हाम्रो पसल चाहिँ यस्तो छ गाइज होइन यस्तो अवस्थामा छ हेर्न सक्नुहुन्छ गाइजहरू है त्यति हुँदाहुँदै पनि मैले चाहिँ सानो यो कस्तो माया लाग्यो क्या सानो बेबीहरूको अनि सानो भिडियो क्लिक गरेँ ल अब फेरि थ्याङ्क यू दिदी भनेको हो ल ल